अब जान इन्टेक फेब्रुअरी इन्टेक जसको मिस भएको छ है, अब न्यु इयर लाग्दैछ, त्यो भएको हुनाले अब फर्दर इन्टेकहरू पनि आउँछ। मार्च इन्टेक, मे इन्टेक, जुन इन्टेक, अगस्त इन्टेक। अब हामीले विभिन्न कन्ट्रीहरू युएसए, अस्ट्रेलिया, युके, क्यानाडा प्रोसेसिङ गर्छौँ। त्यो भएको हुनाले तपाईँहरूलाई कुन देश जान मन छ, अब यहाँ मन मात्र लागेर पनि हुँदैन है, किनकि देश जाने भनेपछि एब्रोड जाने, एब्रोड स्टडीको लागि जाने भनेपछि देयर सुड बी अ प्रपर प्लान। कुन इन्टेकलाई जाने, कुन इङ्ग्लिस ल्याङ्ग्वेजहरू चुज गर्ने, कुन कोर्सको लागि जाने। जस्तै अस्ट्रेलियाको सिम्पल उदाहरण दिँदाखेरिमा रहरले मात्र अस्ट्रेलिया गइएन होला नि त, एकाडेमिक क्वालिफिकेसन पनि मिट हुनु पर्यो, फाइनेन्सियल रिक्वायरमेन्ट पनि मिट हुनु पर्यो। सिम्पल एनदर इक्जाम्पल युएसए, तपाईँ साँच्चीकै ट्यालेन्टेड हुनुहुन्छ, स्याटमा राम्रो स्कोर छ अनि तपाईँको आइएल्समा राम्रो स्कोर छ भने त फुल स्कलरसिपमा पनि जान सक्नुभयो नि त हो। अब हामीलाई ह्यासल फ्री एप्लिकेसन चाहिएको छ कि अहिले मैले भनेको एकाडेमिक रिक्वायरमेन्ट कुन छ, हाम्रो कुन लेभलमा छौँ, फाइनेन्सियल रिक्वायरमेन्ट हाम्रो कुन लेभलमा छौँ, आफ्नो एनालाइसिस गरेर अनि पढ्नको लागि पनि आइएल्स पढ्दा ठिक कि, पिटी पढ्दा ठिक कि, वा ड्युलिङ्गो पढ्दा ठिक कि, कुन इन्टेक, कुन कोर्स, कुन युनिभर्सिटी, कुन कन्ट्री हो, यी यावत कुराहरूको लागि तपाईँलाई प्रपर इन्फर्मेसन चाहिएको छ। इन्फर्म डिसिजन गर्नु छ भने तपाईँहरूले एनी टाइम सोलस ग्लोबल भिजिट गर्न सक्नुहुन्छ, फ्री काउन्सिलिङ लिन सक्नुहुन्छ, आफ्नो फुल प्रोफाइल एसेसमेन्ट गर्न सक्नुहुन्छ, सो द्याट you choose the best destination with the best course. So, Happy New Year, stay connected, be informed, and thank you.